दुबोमा नटेकौं बोटबिरुवा र फूललाई माया गरौं, यो उद्यान हामी सबैको हो। हरेक पटक यो सूचना बोर्ड आँखामा पर्दा एउटा गहिरो सम्झना जाग्छ। कुनै समय फोहोर अस्तव्यस्त र डर लाग्दो देखिने मनोहरा किनार आज भने हरियालीले ढाकिएको, रंगीन ब्लक बिछाइएको, प्रकृति र मानिस बीच पुनर्जीवित भएको एउटा सुन्दर स्थान बनेको छ। दुवैतर्फ फैलिएको दुबो, दुपी, कल्की, कपुरका हरिया रुखहरू, बीचमा सफा र रंगीन बाटो र छेउमै बगिरहेको मनोहरा नदी, यी सबैले यो क्षेत्रलाई काठमाडौँ उपत्यकाको आकर्षक स्थल बनाइदिएको छ। साँझ बिहान सबै उमेरका मानिस उपस्थित रहने, हेर्दा नै मन प्रसन्न हुने यस्तो दृश्य आज मनोहरा खोलाको दुवै तटमा बनेको छ। एकातिर मध्यपुर ठिमीको दिव्येश्वरी प्लानिङ, अर्कोतिर काठमाडौँ महानगरपालिका वडा 32 र बीचमा बगिरहेको मनोहरा नदी। दुवैतिर विकास गरिएको खुला उद्यानले अब स्थानीय मात्र होइन, काठमाडौँका अन्य क्षेत्रका मानिसलाई पनि यहाँ तानिरहेको छ। यस्ता उद्यानहरूले स्वास्थ्य सुधार्छ, मानसिक तनाव घटाउँछन् र सामाजिक सम्बन्धलाई अझै मजबुत बनाउँछ। बिहान मानिसहरू हिँड्ने, योगा गर्ने, साँझपख जमघट हुने, चटपटे, पानीपुरी, आइसक्रिम र मकै बेच्नेहरूको रोजगारी, बाआमा घुम्ने बेन्चमा बसेर गफिने वातावरण, सबै दृश्यले यस क्षेत्रलाई अझै जीवन्त बनाएको छ। केटाकेटीका लागि खेल्ने, हिँड्न सिक्ने सुरक्षित ठाउँ, वृद्धका लागि आरामको स्थान, युवाका लागि भेटघाट र मनोरञ्जनको स्थल, मनोहरा खोलाको तट आज सबैका लागि खुला र स्वागतयोग्य छ। शहर फैलिँदै जाँदा यस्ता खुला ठाउँ हाम्रो अस्तित्व जोगाउने आधार बन्छन्। मनोहरा खोलाको पुनर्जीवनले देखाएको छ, यदि चाहना र नीति दुवै मिल्यो भने शहरले पनि प्रकृतिसँग फेरि हात मिलाउन सक्छ।